गाइस वेलकम टु माई ब्लग। हामी चाहिँ अहिले मामा घरमा छौँ। हामी भर्खर आइपुगेको राति। कहाँ अरे मामा घर। हामी चाहिँ अहिले राति आइपुगेको छौँ। हामी चाहिँ अब रमाइलो गर्न शनिबार मनाउन भनेर आएको नि हामी म्याली र मामा घर है मामाको साथी। हामी राति आइपुगेको अब बनाउन लाग्यो खानेकुराहरू सबैजना देखाउनु ब्लगै ब्लग आगो मामा नमस्ते हेलो भन्नु ब्लगमा के गर्दै हुनुहुन्छ? आगो बालेर यहाँ अब सेकुवाको कार्यक्रम ल यहाँ सेकुवाको कार्यक्रम भइरहेछ भित्र जाउँ है। हेलो हुने हेलो हामी यहाँ गाउँ घरमा आएर करेन्ट बनाएर खान आँटेको समात्नु न। मामा नमस्ते मामा। हाम्रो बुवा यहाँ छ करेन्ट यहाँ चाहिँ अनि यहाँ भित्र चाहिँ यो सेकुवाको लागि मासु अब बन्दैछ है गाइस। अनि यहाँ यस्तो छ यहाँ मासुहरू यस्तो बनाउन आँटेको छ है यहाँ पिनिरहेको। अब हामी त्यही खाना रमाइलो गर्न आएको यहाँनिर अब बनाउँदैछ पाक्दैछ। खुर्सानी एउटा मात्रै छ कहाँ अर्थ अरे काट भाले पनि अल्छी गरे आएपछि भाले काट्ने भनेर बोलाउनु भएको थियो अरे भाले बाँच्यो त भाले काट्ने नादिनले नि काट्नु काट्नु भनौँ पान तातिसक्यो भनौँ ल है करेन्ट बनाउन आँटेको ल अर्को नि हाल्नु अर्को नि हाल्नु करेन्ट एउटा मात्रै हाल्ने भन्दा छ एउटा त त्यो मुख मात्रै चिलाउँछ हौ दुईटा हाल्नु खै त्यही छ है ताता त करेन्ट बन्दैछ यहाँनिर। हामी चाहिँ अहिले मामा घरमा छौँ। मैले अघि पनि तपाईँहरूलाई भनिसक्यो। अब हामी त्यस्तै रमाइलो समाइलो गरेर यत्तिकै मात्रै आयो कि हामी खानालाई त्यो आगोमा पकाएको खानालाई अहिले म्याली दोर्सिङ आएको दोर्सिङ हामी कहाँ आएको भन हामी कहाँ आएको भन कुन मसला हाल्नु तपाईँले वाएको त केही हुँदैन। अब मासु उड्ने हो अब ए उड्ने गर्नु त ठिक्क हुन्छ नि त नि एउटा छैन न्याकपिन केही छैन हात न्याकपिन केही छैन कागज हो ल्याउनु त म यहाँ त्यही हो अहिले चाहिँ त्यस्तै सातहरू कति सात बज्यो है ल करेन्ट यस्तो चिसो मौसममा ताता करेन्ट पिरो पिरो अहिले यसो बाउलाई पढ्दैन खोज्नु भन न है हाम्रो चाहिँ भान्सा हो। भान्सामा हाम्रो मम्मी यहाँ मासु पकाउँदै छ। यता साइडमा अर्को भान्सा उता अर्को भान्सा त्यही हो। नमस्ते भन्नु भगमा नमस्ते रक्षाको मम्मी ल है करेन्ट बन्यो हाम्रो। अब कसरी निकाल्ने के त अब हामी करेन्ट खान्छ ल के यहाँ कहाँबाट झ्याल खोलेछ फेरि ल है ल ल सेकुवा बन्दैछ यहाँ आगोमा गर्नु न हौ हुने चाहिँ हाल्ने ल आज कति दिनपछि करेन्ट खानु पाउनु भयो त्यसरी बना चिउरा यहाँ रहेछ त कति चुरुम
चिउरा पुरुङ भयो माइती घरको माइती घरको माइती गर्छ उयो भन्छ नि के अरे माइती घरको चिउरा भनेर त त्यो नानु मायाको माइती घरको हो हो लापमा कस्तो बास्ना आइसक्यो यसमा चाहिँ दुइटा करेन्ट अनि एउटा के अरे वाइवाई चौचा हालेर मिक्स गरेको छ र अब हामी करेन्ट खान्छौँ हेलो गाइजहरू के भन्दा बाँकी मासु खैले हाल्ने प्लेट त कान्छे सेकुवा बल दिउँछ हाल्छु ल त्यसो भने अलि बाहिर खानु कुखुरा लोकनकै हो लोकनकै हो के खै हामी पनि चाख्नु पाउँछ ल यता मान्छेहरू हटी कलर रहेछ ल है ल यहाँको छाला टिपिस्यो खाना खानु लाग्यो म्याडलाई कट्टी अब मम्मी दिदा दिदीको र बाबाको बिहे गराइदियो मलाई रे के मलाई रे तल भने पक म्याड पक यतिखेर यिनीहरूलाई यस्तो कि यिनीहरूलाई डाहा छ बाबासँग त यति केटी मान्छे कोही बग्न पनि हुन्न त्यहाँ त्यस्तो भन्दा के गरेर भिडियो बना अघि तलबाट त तिम्रो आए यिनीहरू अगाडि आइसक्यो तिमीहरू है अब त्यसमा चिउरा र मासु खानु लाग्यो हामी हाल्नु हाल्नु ल है आफ्नो भाग आयो ल चिउरा र मासु खाँदैछ हामी टाकु जाम रमाइयो कस्तो भएको छ वाउ वाउ भोक लाग्यो होला कस्तो मिठो भएको त्यो त मेरो त भागै लाग्दैन उयो खान्न है उयो कचौरा खान्न चुरा उयो अर्कै भएको चाहिन्छ ल कान्छीलाई तल खाल्ले होइन मलाई हावा होइन सागसागमा चाहिँ मिसाएर खायो हुन्छ अहिले त्यही भएको एकदम मिठो छ सेको हाम्रो सेको आज पाकेको छ त त मासु अर्को नि बग्नु न बग्नु सेकुवा सेकुवा वाउ एकोटा मान्ने है मान्ने मान्ने बाबा मलाई आयो है आयो सेकुवा सेकुवा है सेकुवा हाल्दै हाल्दै सबैलाई हाल्दै खान्छ एउटा भएछ बाहिर सेकुवा ल ल हाल्दै हाल्दै बोला सेकुवाको मासु छुपानै पाएन रहेछ है चारमा पाइरहेको छ ल सेकुवा आम्मामा हप्तामा त आयो भने बबाल हुन्छ ल के छ त आज गाई त हामी चाहिँ धोर्सीमा आएर यस्तो रमाइलो बिहालो उसको हेरे बाँध्दै आफ्नो एउटा एउटा हाल एउटाले म यो खान्छु कुखुरा छ तल पुगेन छोरा फेरि उड्नु पर्ने अब उनीहरू हाल्नु पाए पाकिरहन्थ्यो नि अहिले खानु त्यहाँ पनि भइरहेछ के खा उसलाई पिर एकजना कुपुरी खोइ त हजुर गएर काम गर्ने हो कि भाडा मान्ने
यो चाहिँ मेरो बाबाको जन्म घर हो भन्थ्यो बाबा जन्म घर हो भन्थ्यौ न बाबा जन्मेको घर हो भन्थ्यो बाबाको घर हो भने भन्यो न बाबाको जन्मेको घर अनि बाबाको घर कति खुसी भयो तिमीले के त यदि गुन्द्रुक अहिले गुन्द्रुक खानलाई किनेर ल्याऊ नानो आमा धेरै भयो मलाई खाने भए अहिले खायो भने त्यो सेक्का होला पुग्यो मलाई रसाइल कति खाले हेर्न छोरी त्यो ग्रेभी हाल्नु होइन त्यस्तो गरेर पुरा सिटी बजाएर है यहाँ आलु बोल्न त केही छैन सिटी बजाएर यस्तो हेर पुलुको डाउ हिँड्छ आफूलाई बिरालो सिटी भयो फेरि अहिले हिँड्यो हेरेको फेरि हुन्छ भातको सिटला यस्तो जातिहरू कहाँ पुग्ला र के गर्ला भन्ने कुरा भातको सिटलामा भागेर आउने खाना खान ला अब भात पनि खान लागिसक्यो सबैजना My father name is भने My father name is Dad. मैले पढेको जान्नु My mother name is है तातो भात Daddy. हालिदिनु न फादर नेम My grandfather name त्यो त बिहाको नाम भन्नु भन त Sangabhadur. जङ्गबहादुर के हो रे दादुरको जुत्ता Sangabhadur जुत्ता मेरो मेरो नाम भन्छ पुरा दोर्सीको बाजे भन्ला होला बुवाको नाम भन्दियो बुवाको के नजिस्कियो यसले पनि घिसिसकेको छ चन्द्रबहादुर टाङ्गाली यति होला यस्तो तरकारी गाइस अब चाहिँ हामी खासा चाहिँ खाइसक्यो अब हामी अझै तातो भात खानु भयो त्यही अब भात खाएर सुत्छौँ भोलि बिहान के हुन्छ अब भयो भने देखाउँछु न त यत्तिकै सकिन्छ हाम्रो भ्लग चाहिँ तिमी पनि बङ्गाली म्यारी पनि बङ्गाली उहाँ चाहिँ के हो त उहाँ औँसीमा त्यहाँ जाँदा चाहिँ त्यसलाई आइज है हामी चाहिँ खाँदैछौँ बत्ती बाल्नु है सिँगार परेर के जाँदा ना होइन सिद्धि भगवान् नाम अब हामी खानासाना खाएर सुत्ने बेला भइसक्यो हाम्रो होइन हामी चाहिँ त्यस्तै 6 बजीतिर आएको थियो अहिले कति बज्यो अहिले 9:20 भइसक्यो अब हामी सुत्छौँ अब 9:20 भइसक्यो मेरो पुन्टुरी यहाँ छ अब हामी सुत्छौँ अनि भोलि बिहान उठेर केही भयो भने म बनाउँछु भएन भने चाहिँ यहीँबाट सक्यो हाम्रो भिडियो बाई भयो भने चाहिँ राख्छु है गाइज बाई भन्दैन अहिले गुड नाइट भन्दियो Good night. खै ढ्याप्प गर्दैन ढ्याप्प यहाँ भात पका
लिएर थ्याङ्क यू नमस्ते गरे यसरी के नमस्ते त्यो गाइज हामी चाहिँ अब मामा घर जान घर जान आँटेको हामी मामा घर जान लाग्यो बुवा हामी गए बाई बाई भन्नु बाई बाई भन्नु बाई बाई